सचिव छिन्सोकगु अन्तर्राष्ट्रिय महिला दिवस लस्ता नेपालेन थिथि जाजोयाना हंगुदो थुसी लैंगिक समानता या बलियो आधार सृजनात्मक प्रविधिमा महिला पहुँचको विस्तार थैगु नारा बिया बुधबार ठुगु दिवस हंगुख अन्तर्राष्ट्रिय महिला दिवस लस्ता यलो महानगरपालिका मूल समारोह समिति निस्वना साइकल र्याली व पैदल र्याली यागुख उगु साइकल र्याली व पैदल र्याली यलया जौल खेल्न सुरु जुया थिथि थासे चाहिला यलया मंगले ठेंका सबै परिणत जुख जाजोले यला महानगरपालिका या मेयर चिरीबाबु महर्जन यला महानगरपालिका या त स्मार्ट सिटी डेकेको अभियाने मिसतैगु सुरक्षा या त ध्यानेतया महिला मैत्री विकास योजना हया चुनाको थका थ्यादिल हामी ललितपुर महानगरपालिका मा चाहिँ जे जति कामहरु गर्छौं महिला विकासको निमित्त गर्छौं हामीले चाहिँ वडा नम्बर 1 देखि 29 सम्म हामीले चाहिँ प्रचुर मात्रामा योजनाहरु सञ्चालन गर्दै आइरहेका छौं त्यति मात्र हैन हामीले ललितपुर महानगरपालिकालाई चाहिँ we just want to convert ललितपुर मेट्रोपोलिटन सिटी into a smart city अर्थात हामीले महानगरलाई एउटा स्मार्ट सिटी बनाउनु पर्छ भन्ने हेतुले हामी अग्रसर भइरहेका छौं यो भनिरहँदाखेरि महिलाको सुरक्षा र महिला दिदीबहिनीहरु रात्रिकालीन अवस्थामा पनि जहाँसुकै जान सकुन् निर्धक्कका साथ जाउन् भन्नको निमित्त हामीले यसका लागि चाहिने अवयवहरुलाई चाहिँ हामीले कार्यान्वयन गर्दै आइरहेका छौं अठे उपप्रमुख मञ्जली साक्य बजार चाने महिला हिंसा द्विकेमा भित्र सक्ष्या थगु थास ग्वाली या मागुली ब ब्यादिल हाम्रो महानगर हामीले स्वस्थ राख्न खोजेका छौं यो साइकल यात्राले पनि यो साइकलको अभियानले पनि ललितपुर महानगरपालिकालाई स्वस्थ महानगर बनाउनको लागि पक्कै पनि महत्त्वपूर्ण भूमिका खेल्नेछ भन्ने पनि हामीले आशा तथा अपेक्षा गरेका छौं र यही 113औं अन्तर्राष्ट्रिय महिला दिवसको उपलक्ष्यमा हामीले जहिले पनि लैंगिक हिंसाका कुरा गर्छौं र आजकै दिनबाट हामीले तीनटा कुरालाई आत्मसात गरौं भन्ने कुराको पनि म चाहिँ यहाँहरुको सामु आग्रह गर्न चाहन्छु एउटा हामी हिंसा सहने काम बन्द गरौं हामी आफूलाई हिंसा भएको छ भने हिंसा सहने काम आजबाट बन्द गरौं र हिंसा जसलाई भइरहेको छ त्यो हिंसा रोक्ने काम पनि हामीबाट गर्न जरुरी छ जाजोले रोटराक्या अध्यक्ष व रोटरी क्लब या प्रतिनिधित्वसँग महिला अधिकार व महिला मैत्री समाज निर्माण या विषयले कया थथगु खतया दिगु ख रोटरी क्लब अफ पाटनले पनि महिलाहरू सशक्तिकरणको लागि महिलाहरू विकासको लागि चाहिँ गत 3 वर्षदेखि हामीले केही बजेट छुट्याउने गरेका छौं
र यसरी यो कार्यक्रम मनाउनु पाउँदा नगरपालिकालाई धेरै महानगरपालिका धेरै धेरै धन्यवाद दिँदै हामी धेरै खुसी व्यक्त गर्न